हेलो गाइज, वेलकम ब्याक। म चाहिँ अब नाइट काम सकेर घर जाँदै आफ्नो रुम जाँदै भर्खरै आफ्नो काम गर्ने ठाउँबाट निस्केको। काम गर्ने ठाउँ चाहिँ पछाडिको यही हो। हिजो साँझ 4 बजे काममा छिरेको, बल्ल अहिले 10 बजे छुट्टी भयो। लास्टै निद्रा लागिरहेछ। कस्तो निद्रा लागेको के आज। अब त घरमा गएर खाना खाएर सुतिहाल्ने हो। म चाहिँ खाइगोको काम गर्छु, नर्सिङ केयर वर्कर, र मैले चाहिँ ग्रुप होममा काम गरिरहेको छु अहिले। र 9 जनालाई हेर्नुपर्छ। मैले काम गर्ने ठाउँमा चाहिँ सबैजना डिमेन्सिया लागेको बिरामीहरू हुनुहुन्छ। रमाइलो पनि हुन्छ डिमेन्सिया लागेकोसँग काम गर्न। कहिलेकाहीँ चाहिँ लास्टै गाह्रो हुने। अब एक किसिममा बिर्सिहाल्ने हुन्छ नि त, भनेको कुरा बुझ्ने, हो है भन्ने बुझ्ने, तर एकैछिन 2-4 मिनटमा कसैले चाहिँ 1-2 मिनटमा बिर्सिहाल्नुहुन्छ, कसैले चाहिँ 5-10 मिनटसम्म सम्झिरहेको हुन्छ, एकैछिनमा बिर्सिहाल्ने। अनि त्यही कुरो सोध्ने, एकदम चिन्तित हुने, त्यही कुरो दोहोऱ्याउने। कहिलेकाहीँ चाहिँ लास्टै गाह्रो हुन्छ नि। गाह्रो पनि हुन्छ, रमाइलो पनि हुन्छ। फेरि काम गर्न माया लाग्छ। 1 वर्ष भइसक्यो लगभग काम गरेको, त्यही भएर सबैको माया पनि लाग्छ। कहिलेकाहीँ चाहिँ रिस पनि उठ्छ, एकदम के बिर्सिहाल्ने, नबुझ्ने हुन्छ र। तर बिरामी हो, एउटा बिर्सिने बिरामी हो भनेर आफूले पनि बुझ्नुपर्छ नि त। त्यही भएर त्यही सम्झेर अनि कहिलेकाहीँ चाहिँ आफूलाई कन्ट्रोल गरेर काम गर्नुपर्छ। सुरुमा आउने बेला त भाषाको प्रब्लम पनि हुन्थ्यो, राम्रोसँग भाषा नआउने। व्हिल चेयरको रिउसा सामाहरू त बोल्नु हुँदैन उहाँहरूसँग बोल्नु पर्दैन, काम मात्रै गर्ने हो। जुन हिँड्ने डुल्ने हुनुहुन्छ उहाँहरू त बोल्ने पनि हुनुहुन्छ। अनि कम्युनिकेसन गर्नै गाह्रो के। अब पढेर त आएको, तर पढेको र यहाँको व्यवहारमा अलिकति फरक नै पर्ने रहेछ। अनि सुरुमा त हल्का गाह्रो पनि भयो, रमाइलो पनि भयो। कहाँबाट आएको, अब अलिअलि बोले पनि यहाँ त कति जान्ने है, कति ज्योजु है, निहुङ्गो ज्योजु ने भन्ने। हामीलाई भक्क फुरुङ्ग हुने, त्यति भन्दिँदैमा र जिस्किने, बोल्ने, रमाइलो गर्ने, ठट्टा गर्ने पनि हुन्छ। एकदम रमाइलो हुन्छ काम गर्न चाहिँ। ननिदाइरो हो क्या, कस्तो डार्क सर्कल पनि बसिरहेछ क्या हो। यस्तै हो, काम गर्दा कहिले रमाइलो पनि हुन्छ, कहिले गाह्रो पनि हुन्छ। तर आफूले गर्ने काम हो, काम गर्नै आएको हो नेपालदेखि पनि। यहाँ काम नगरी पैसा पनि आउँदैन भन्ने सोचेर गाह्रो भए पनि एकदमै मेहनतका साथ गर्नुपर्छ। आफूले सकेको राम्रोसँग गर्नुपर्छ। जापानिजहरूले अलिकति ठगेको, लस्याङ गरेर काम गरेको चाहिँ अलि मन पराउँदैनन्। जसले राम्रो काम गर्छ त्यसलाई नै मान्छेले अलिकति प्यारो मान्छ नि त। कुरा गर्दै हिँड्दा त बाटो पनि कति छोटो लाग्ने, अरू दिन नबोलेर हिँड्दाखेरि चाहिँ कति लामो लाग्थ्यो बाटो। अहिले चाहिँ स्टेसन आइपुगेँ म। यो अगाडिको चाहिँ यो स्टेसन हो। ट्रेनबाट पनि झरेर अब आफ्नो रुमतिर। मेरो पछाडि चाहिँ किक्कोमान भन्ने कम्पनी छ। एउटा यो भयो, मेरो पछाडिको एउटा यो भयो, एकदम ठुलो एरियामा क्या। अनि अर्को त्यहाँ छ, हेर्नु न, उयो लोगो किक्कोमान। तिनवटा छ के। यति ठुलो कम्पनीको सब कति धनी होला के, तिनवटा। त्यो पनि घरको नजिक पुगिसकेँ। मेरो घरको नजिक चाहिँ फ्यामिली मार्ट छ, कन्भिनियन्स स्टोर। सजिलो हुन्छ कहिलेकाहीँ रातिको बेला केही चाहियो भनेपछि अरू मार्केटहरू त बन्द हुन्छ। यो चाहिँ अब 24 घन्टा खुल्ने भएर सजिलो छ, नजिकै भएर। म चाहिँ अब घर आइपुगेँ। मेरो घर चाहिँ यही हो, ब्याकग्राउन्डको यही हो, मेरो रुम चाहिँ हो। अब चाहिँ म खाना खान्छु र यस्तो निद लागिरहेछ, चुपुक्क सुत्ने हो। एकैचोटि अब बेलुका उठ्छु सुतेपछि। यस्तै हो, कामको बारेमा हजुरहरूसँग अलिकति आफ्नो मनमा लागेको विचारहरू पनि राख्न पाएँ, खुसी लाग्यो। अन्तिमसम्म हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अब बाँकी बचेको चाहिँ नेक्स्ट भिडियोमा है। थ्याङ्क यू।